यही देशमा जन्म्यौं, यही देशमा हुर्क्यौं, यही देशमा बिलाउँ, फुटेका भाइ जुटेर सबै छुटेका मिलाऊ। राष्ट्रगुरु योगी नरहरिनाथले यसरी उद्घोषण गर्दै हुनुहुन्थ्यो। उहाँको जीवन्त यही स्लोगनमै बिताएर उहाँ परमधाम जानुभएको छ। हामी नेपाली सबै विदेशका लागि नेपाली भइसकेका छौँ, तर हामी अब नेपालका लागि नेपाली हुन हामी सिकौँ। यहाँ नेपालका लागि नेपाली हुन छोडियो। विदेशीले धेरै योजना गरेर विश्वको सबैभन्दा उच्च स्थानमा रहेको हिमालको देश हिमवत् खण्ड नेपाललाई गैर धार्मिक निरपेक्षता गरी सापेक्षतालाई नाश गरेको सर्वविदितै छ। हामी सबै जुटेर धार्मिक महागठबन्धन भन्ने एउटा संस्था छ हाम्रो नेपालमा, जसले विश्वका हिन्दूहरूको नेतृत्व गर्दथ्यो। विश्व हिन्दू महासङ्घ अन्तर्राष्ट्रिय राष्ट्रगुरु योगी नरहरिनाथको काठमाडौँ पशुपतिनाथ हेडक्वार्टर र युनेस्कोमा दर्ता भएको 44 सालको संस्थाले धर्मसभा तयार गरी अब नेपालको अवस्था बिग्रदैछ, सबै नेपालीलाई एक गराउनुपर्छ भन्ने उद्देश्य राखेर राष्ट्रगुरु योगी नरहरिनाथले धार्मिक महागठबन्धनको परिकल्पना गर्नुभएको थियो। अब त्यो धार्मिक महागठबन्धनलाई एकत्व गराई सबै विश्वका हिन्दूहरू एकमा आएर एक भएर संगच्छद्धं सम्बद्धं सम्भवमनांसि जानतां देवा भागम यथा पूर्वे संजानना उपासते समानो मन्त्रः समितिः समानी समान मन्त्रः सहचित्तमेषां भन्ने सूत्र वेदको तयार गरेर राष्ट्रगुरुले यो वेदको सूत्रमा अब नेपाली जति एक हुनुपर्छ, विश्वका लागि नेपाली हुने होइन, अब हामी नेपालका लागि नेपाली हुनुपर्छ भन्ने अवधारणालाई हामी सबै नेपाली एक भएर यो राष्ट्र धर्म यहाँको सभ्यता वैदिक सनातन सत्य धर्मलाई स्थापना गर्ने उद्देश्य राखी सबै नेपालीहरू एक हुनको लागि म विनम्र सादर अनुरोध गर्दछु। ओम तत्सत आदेश। धन्यवाद गुरुलाई। चलाउने क्रूता बन्द गर, जिउँदै चलाउने क्रूता बन्द गर, हिन्दू माथिको अत्याचार बन्द गर, विश्वभरिको हिन्दू एकजुट हो, विश्वभरिका हिन्दू एकजुट हो, नेपाली जनता एकजुट हो, जिउँदै जलाउने क्रूता बन्द गर, निर्दोषको रगतको हिसाब दे, निर्दोषको रगतको हिसाब दे, दोषीलाई कारवाही गर, दोषीलाई कारवाही गर, हत्या हिंसा गर्न पाइँदैन, हत्या हिंसा गर्न पाइँदैन, विश्वभरिको हिन्दू एकजुट हो, विश्वभरिको हिन्दू एकजुट हो, हाम्रो मानवता जोगाऊ, जिउँदै चलाउने क्रूता बन्द गर। आएर यो हिन्दू हाम्रो देवभूमिमाथि चाहिँ हिन्दूको टीका लगाएर रातो टीका लगाएर चाहिँ हिन्दू हुँ भन्दै विभिन्न किसिमका चाहिँ तपाईँको फाउन्डेसन एनजिओ आइएनजिओबाट चाहिँ परिचालित भएर हाम्रो धर्ममाथि यसरी निहत्या गर्न पाइँदैन। हाम्रो धर्मलाई याद रहोस्, म युवा हो, आजको युवा हो, म कमजोर नठानियोस्, आजको युवा हो। काठमाडौँको कुन गल्ली गल्ली भन्नुहुन्छ, कुन चोक चोक भन्नुहुन्छ, एकजना एक्लै बोल्न पर्ने हो कि हजारौँ जनाको भिडभाडमा गएर बोल्नु पर्ने हो? म बोल्न तयार छु, फेस गर्न तयार छु। केले लड्ने हो? भिड्ने भए पनि भिडौँ, वैचारिक रूपमा भिड्ने भए पनि भिडौँ, र तपाईँको चाहिँ प्रत्यक्ष भिड्ने भए पनि लडाइँ झगडाइ नै गर्ने पनि गरौँ। तयार हो हामी त। के ठुलो कुराहरू भनेको हामी माथि चाहिँ खुल्ला हाम्रो आगमसम्म त टेकेकै थिए, घरभित्रै छिरेर आएर हामी माथि चाहिँ यत्रो दमन गर्ने, अन्याय गर्ने के भइरहेछ यहाँ? अहिले दुनियाँवादी योवादी भने आज दुनियाँवादी भन्दा आज यो 35-36 वर्षभित्र कहाँ पुऱ्यायो त देशलाई? होइन हो, हामीले कुनै दिन गल्ती गरेका हौँ, मेरो बाउबाजेले गल्ती गरेका हुन्, लोग कुनै बात भनेर यी राजवादले त थालेको हो नि, थाल्यो। मैले मेरो चाहना यति मात्र हो कि हिजो के गर्यौँ भन्नेतिर नजाउँ हामी, आज एकजुट भएर जाउँ न।
एकजुट भएर जाउँ। यो देवभूमि हो तपाईँको वैदिक सनातन सहितको हिन्दू राष्ट्र कायम गरौँ न। यो हो नि त आजको आवश्यकता त। अनि घरभित्र लुकेर हेर्ने तपाईँहरू सबैजनाले यो अब हाम्रो यो अस्तित्वहरू चाहिँ एक दुई चारजनाले बोकिदिनु पर्ने, पछाडिबाट आएर चाहिँ तपाईँहरूले फल मात्र आफूले खान खोज्ने, यो त होइन नि त। सडकमा आफ्नै चिन्ता छ। म पनि सानो एउटा काठमाडौँमा चाहिँ व्यवसाय गरेर बस्ने मान्छे हो। अहिले मैले ढोकाहरू बन्द गरेर आएको छु म। यो मेरो कर्तव्य हो नि। अब यसरी हामी चुप बसेर होइन, यसरी चाहिँ हाम्रो घरसम्म पस्न दिएर यसरी चाहिँ हामी माथि खुल्ला दमन गर्न दिने हो भने भोलि केही पनि सुरक्षित हुँदैन। यो नेपाली जनता सुरक्षित हुँदैन, यो राष्ट्र पनि सुरक्षित हुँदैन। याद गर्नु होला। ल, राष्ट्रवादी शक्ति भने राष्ट्रवादी शक्ति, यो देशको माया भनेको, राजा भनेको विष्णुको प्रतीक हो। यो मान्नु होला। हिजो डोरीको काठो जहाँबाट पऱ्यो त्यहीबाट फुकाउने हो। हिजो गल्ती गर्यो, सच्याएर जाउँ न। आज गल्ती गर्नेहरूलाई भोलिपल्ट दुनियाँ किसिमका भ्रमण छरिरहेको राज संस्था पुनर्स्थापना हुने बित्तिकै चाहिँ हामीमाथि दमन हुन्छ अरे, दुनियाँ भ्रमहरू छरिरहेछ। के हुन्छ? संवैधानिक राज संस्थामा त्यस्तो हुन्छ? प्रजातान्त्रिक व्यवस्थामा त्यस्तो हुन्छ? हिजो थियो पृथ्वीनारायण शाहको लिगेसी बोकेको, आज पनि यो पृथ्वीनारायण शाहको लिगेसीमा चाहिँ देश चलिरहेको छ। थोरै बचेको यो मान्नुहोस्। राजा महेन्द्रको लिगेसीमा चलिरहेको देश हो, राजा वीरेन्द्रको लिगेसीमा चलेको देश हो यो राष्ट्र। राजा भनेको एउटा राज संस्थाको मान्छे मात्र होइन, राष्ट्रपति। अहिलेको तपाईँको संवैधानिक राष्ट्रपति भनेको एउटा पार्टीको व्यक्ति हो। राजा भनेको सिङ्गो देश हो। यो कुरा याद होस्। राजा हामीले त्यतिकै राजा भनेको होइनौँ, राजा भनेको सिङ्गो देश हो, देश। यो कुरा चाहिँ हामीले बुझ्नुपर्छ। यो कुराहरू म जतिको युवाहरूले बुझे सबैले बुझ्नुपर्ने जरुरी छ। यहाँ कसैले औँला हालेर कसैले फाइदा उठाउनु पर्ने आवश्यकता छैन, केही पनि छैन। हामी पनि कसैको रोटी खाएर कसैको पानी खाएर आएको होइन। हाम्रो आफ्नै गाडी भाडा हालेर यहाँसम्म मेरो यो धर्म हो, यो मेरो कर्तव्य हो, राष्ट्र जोगाउनुपर्छ, यो देशको स्वाधीनता जोगाउनुपर्छ, स्वाभिमान जोगाउनुपर्छ भन्ने उद्देश्यका साथ यहाँ म उपस्थित भएको। त्यसो भएको कारणले अब हामीमाथि यस्तै खालका दमनहरू, यस्तै खालका चाहिँ हामी खुल्ला व्यक्तिमाथि मात्र नभएर धर्ममाथि नै यसरी चाहिँ खुल्ला हामीमाथि दमन हुन थाल्यो भने सडकमा हामी उत्रिन्छौँ। कुनै दिन उत्रिन्छौँ। समय आउन दिनुहोस्। समय आएको दिन न त यहाँ त सुरक्षाले रोक्छ न त आर्मीले रोक्छ। यो कुरा त याद होला नि। हामी जेन्जी आन्दोलन गऱ्यौँ। हामीले कहीँ कतैबाट परिचालित भयो कहाँ के भयो भन्ने कुरा त्यो विषयतिर नजाउँ। हामीले गऱ्यौँ। हाम्रो पनि केही सहभागिताहरू छन्, तर किता काटमा गएपछि को कहाँ गए। हामी राष्ट्रवादी हो। केही भूमिका मेरो पनि छ जेन्जी आन्दोलनमा। यो कुरा याद रहोस्। अब फेरि पनि यस्तै हामीमाथि यस्ता खालका दमनहरू, चरम चाहिँ लापरवाही गर्ने होइन, देशमा बस्ने। अब यी नयाँ शक्तिहरू भनिने छन् अहिलेका दुनियाँलाई के भनिरहेछ नि, यी शक्तिहरू हामी सत्य एक हौँ, सत्य एक हौँ। यो नयाँ साथीहरू आइरहनु भएको छ, नयाँ पार्टीहरू आइरहनु भएको छ। उहाँहरूले वैदिक सनातन सहितको हिन्दू राष्ट्रको चाहिँ मुद्दा उठाएको होइन। कसरी विश्वास गर्ने? मैले अघि पनि भने नि, यो देवभूमि हो। देवभूमिमा बसेर चाहिँ विदेशीको चाहिँ नुन पानी खाएर चाहिँ ठुलो कुरा गरेर दुई चार दिन सत्तामा पुगाउला, आफ्नो स्वार्थ चाहिँ पुरा गराउला भन्ने होइन नि। कहिले उठाएको कुरा उठाउनु पर्दैन। अनि अर्को कुरा तपाईँको प्रत्यक्ष तपाईँको जनताबाट प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री मागेको हो नि। खोइ आज यो अन्तरिम सरकारले पुरा गरेको खोइ कहाँ गयो त्यो? कहाँ गयो? हामीले विश्वास गरिराख्नुपर्ने अझ पनि। आजको जनता अल्मलिँदैन, हिजोको जनता होइन, आजको जनता अल्मलिँदैन। अब तपाईँहरूले चिन्छ, एकदम छिटै चिन्छ। बुझ्नु होला, यो कुरा याद राख्नु होला। नयाँ शक्ति साथीहरूले पनि याद गर्नुपर्ने छ। तपाईँहरू चाहिँ आफ्नो धर्महरूलाई चाहिँ खुल्ला बेच्न खोज्ने अनि केही भ्रमहरू छर्ने।